हेलो नमस्ते। आज म धेरै एउटा सेन्सिटिभ कुरा लिएर आएको छु। विगत केही दिनदेखि 2-3 दिनदेखि तपाईले हेर्नु भइरहेछ काठमाडौँमा एयर पोल्युसन एकदम बढिसकेको छ। यो एयर पोल्युसनले गर्दाखेरि आँखा रसाइरहेछ, तपाईलाई सास लिन अप्ठ्यारो भइरहेछ। यो एयर पोल्युसनको कारणले गर्दा हो। AQI लेभल भनेको तपाईको 151 भन्दा एबभ छ। यो भनेको तपाईको एकदमै अनहेल्दी तपाईको एयर पोल्युसन इन्डेक्स हो। म आज चाहिँ उता काठमाडौँबाट यता ललितपुर आउने क्रममा मैले एउटा दृश्य हेरेँ, जब कि तपाईको धेरै सोशल मिडियामा तपाईको पत्र पत्रिकामा आइरहेको छ कि तपाईको आगो नजलाउने, पोल्युसन नफैलाउने केही यस्तो काम हामीले नगर्ने जसले चाहिँ पोल्युसनलाई बढाउँछ। तर म यहाँ आउँदाखेरि चाहिँ एउटा मैले चिज हेरेँ, यहाँ चाहिँ तपाईको रोड बनाउने कन्स्ट्रक्सन चाहिँ काम यहाँ भइरहेछ। के यो रोड कन्स्ट्रक्सन हामीले 2-4 दिन पछि गर्न सकिँदैन? AQ लेभल जब तपाईको तल आएपछि यो रोड हुन त यो काम पनि एकदमै अर्जेन्ट होला, एकदमै महत्त्वपूर्ण होला। तर पनि के यो सिचुएसनलाई हेरेर, यो सिनारियोलाई हेरेर, यो पोल्युसन लेभललाई हेरेर यस्तो कन्स्ट्रक्सन कामलाई केही दिनसम्म हामीले रोक्न सकिँदैन? तपाईँ आफ्नो सुझाव र प्रतिक्रिया यो भिडियोमा दिनु होला। म गलत छु भने पनि त्यसलाई भन्नु होला हैन। उहाँहरूले त आफ्नो काम पाउनु भएछ, त्यो काम चाहिँ सही समयमा उहाँहरूले पुरा गर्नुपर्ने हुन्छ, बाध्यता छ उहाँहरूको। तर यो कार्य पनि हामीले केही दिनसम्म चाहिँ रोक्न सायद सकिन्थ्यो होला। सम्बन्धित निकायलाई चाहिँ यो ध्यान जाओस्, जसले चाहिँ यो काम चाहिँ यहाँ निरन्तर अहिलेसम्म गराइरहनु भइरहेछ। एक त तपाईको भौगोलिक हिसाबले पनि यो भ्यालीले गर्दाखेरि एयर पास नभएर पनि यो भएको हो। तर यस्तो यस्तो सानो चिजमा पनि हामीले ध्यान दिनुपर्छ। यहाँ हेर्नुहोस्, वर्करहरू अहिलेसम्म काम गर्नु भइरहेछ। यो पोल्युसन धेरै छ। यहाँ माथि तपाईको आकाश देखिरहेको छैन क्लियरली, तर पनि यहाँ तपाईको कन्स्ट्रक्सनको काम चलिरहेछ। केही दिनसम्म यो कामलाई चाहिँ विश्राम दिन सकिन्थ्यो, केही दिनपछि चाहिँ यो कामलाई फेरि पूर्ण सुचारू गर्न सकिन्थ्यो। तर अहिलेको सिचुएसनमा हेर्ने हो भने यो काम चाहिँ सायद एकदमै डेन्जरस हुन्छ, किनभने कसै यो रोड भन्दा कन्स्ट्रक्सन भन्दा ठुलो ज्यान चाहिँ हो भन्ने म बुझ्छु है।